पोखरामा यस्तो केही पनि थिएन, पाटनै पाटन थियो पोखरामा। सिमलको रुखै रुख थियो, सिमलको भुवाहरू उठ्थ्यो, हामी दौडिन्थ्यौँ त्यो भुवा समात्नलाई। कदमको रुखहरू थियो, कदमको रुखमा गाइने दाईहरू बसेर सारङ्गी रेटिरहेको हुन्थ्यो। अनि चौताराहरू थुप्रै थियो, चौतारामा बटुवाहरू बागलुङ जानलाई, सिक्लेस जानलाई, घाँद्रुक जानलाई, पर्वत जानलाई, लमजुङ जानलाई, तनहुँ जानलाई मान्छेहरू यहाँ बसिरहेको स्याङ्जा जानलाई थियो। मान्छेहरू हुन्थे, बटुवाहरू भेटिन्थ्यो। अनि यही फेवातालमा पौडेको ज्यान हो। अनि यही सेती नदीमा सबै साथीहरू मिलेर तरेको हो। अनि सेतीको किनारै किनार हिँडेर बदाम बयार खाएको हो। अनि यो चौरै चौर भएको ठाउँमा हिजो आज जेठो बुढो धान फल्ने ठाउँमा, कोदो उम्रिने ठाउँमा, मकै उम्रिने ठाउँमा घरै घर उम्रेको छ। समय कस्तो हुँदो रहेछ। हिजोको खाली खाली ठाउँ, सबैले सबैलाई चिन्ने ठाउँ आज कसैले कसैलाई पनि चिन्दैन। एउटा मात्रै सिनेमा हल थियो, त्यसमा पनि सबैले सबैलाई चिन्ने गरेर भेटिन्थ्यो।